आज चाहिँ हेर अडे इन माई लाइफ बेसिकली सेम रुटिन चाहिँ हुँदैन। आज बिहानै उठेर पानी लिगेँ, त्यसपछि चाहिँ मेवा लिगेँ। मेरो छोरी र मम्मीले चाहिँ यता मेवा खाने, एउटाले चाहिँ चामल हेर्ने गरिराख्नु भएको। यो चाहिँ म पाल्पा गएको बेलामा गरेको फिल्मिङहरू हो। यसलाई फेरि क्यामेरा देखेको चाहिँ हाई गरिहाल्नुपर्छ। यो चाहिँ हाम्रो घरको लोकल चिकनहरू हो। कसैलाई चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। कति धेरै छ के, अझै यो भित्रबाट पनि निस्किरहेको छैनन् कति त। त्यसपछि चाहिँ मैले खाजा खाएर आँगन बढार्न लागेँ। आँगनमा चाहिँ त्यो गहुँ ठट्टाको कति धेरै धुलो थियो। छोरीलाई यता नुहाऊ भनेको उसले चाहिँ मान्दैन। त्यही धुलोमा पछि गरिराखेको थिएँ। त्यसपछि चाहिँ मैले आँगन बढारेर सकाएँ। पारी देखेको फुल चाहिँ मेरो मम्मीको मेहनत हो। यति स्याहार गर्ने मान्छेलाई भन्दा नि फुललाई बेसी स्याहार गर्नुहुन्छ। अनि त्यसपछि चाहिँ हामी लाग्यो किम्मो खान। मेरो छोरी यस्तो भिडमा पनि आफै किम्मो टिप्दै खाँदैछ। यति धेरै पाकेको थियो किम्मो। फेरि आइसक्दा चाहिँ राम्रो थियो। अनि आएर खाने बेलामा त उसले मुख पुरै बिगारेर कालै गराइसकेको थियो। किम्मो खाइसकेर चाहिँ हामी यता प्यासन फ्रुटतिर गयौँ। चाहिँ मम्मीले लगाउनु भएको कति धेरै फलेको छ बाबा। गएको साल चाहिँ मैले यति धेरै खाएको थिएँ। बिरुवा चाहिँ बहिनीले ल्याएको रहेछ। त्यसपछि चाहिँ यिनी चाहिँ मान्छेसँग भन्दा बढी बाख्राहरूसँग बस्न रुचाउँछिन्। अनि बाख्राहरूसँग खेल्न गइन्। यिनी चाहिँ त्यो फुलहरू चाहिँ सब मेरो मम्मीले लगाउनु भएको। यता चाहिँ लोकल चिकन चलिरहेको छ। फुल हेर्नु न गाइस कति राम्रो छ नि। अनि त्यसपछि चाहिँ हामी एकछिन टिकटक बनायो आमा छोरीले। टिकटक बनाइसकेर चाहिँ त्यसपछि चाहिँ हामी यहाँ दिदीहरू आउनुभएको थियो। त्यसपछि काफल खाना गयौँ। दिदी, छोराछोरी, परिताको बहिनी अनि हाम्रो बधाई। त्यसपछि हामी दुई बहिनीले चाहिँ टिकटक बनायौँ।